यो कुरा खै बुझेको? अरूले त बुझ्नु भएन। योभन्दा अगाडिको विगतका सरकारहरूले बुझ्दैन। मैले जति प्रयास गरे पनि बुझेन। मलाई जहाँसम्म विश्वास थियो, 100% विश्वास थियो, अहिलेको सरकारले त बुझ्छ, किनभने सबै युवाहरू हुनुहुन्छ भनेर मैले भनेकै थिएँ। खोइ सुनाइ भएको? सबै ठाउँमा मैले पुर्याइरहेको छु, सबैलाई मैले हात जोडेर अनुरोध गरिरहेको छु। अहिलेसम्म प्राधिकरण बनाउने रे, खर्च हुन्छ रे। प्राधिकरण बनाएर विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन विकास हुन्छ भने अरू मन्त्रालय पनि सहरी विकासको पनि प्राधिकरण बनाएर त्यो मन्त्रालय किन चाहियो त्यो? भौतिक विकास मन्त्रालय अनि अरू सूचना तथा सञ्चार मन्त्रालयले पनि प्राधिकरण बनाएर चलाए भइगयो त। खोइ त त्यो कुरा सोचेको। अनि यो कुरामा चाहिँ मलाई चाहिँ धेरै दुःख छ। र यो त भयो प्रमुख कुरा। सानो सानो कुराहरूमा पनि मलाई चित्त बुझेको छैन।